हेलो नमस्ते, स्वागत छ कुसुम किचनमा। आज म तपाईहरुको लागि घरमै सजिलै बनाउन मिल्ने स्वादिलो बन्दा साँधेको अचार बनाउँदैछु। भिडियो पुरा हेरिदिनु होला है। सबैभन्दा पहिले मैले 250 ग्राम जति काँचो बन्दा लिएकी छु र सानो लाम्चो टुक्रामा काटेकी छु र यसमा पानी हाल्ने। पानी पुरै बन्दा भिज्ने गरी हाल्नुपर्छ र 1 चम्चा नुन हालेर यसलाई राम्रोसँग पखाल्ने। यसरी पखाल्दा बन्दामा भएको फोहोरहरू सबै जान्छ। मैले यसमा भएको पानी सबै फालिसकेकी छु र यसैमा अचार बनाउँछु। बन्दा जसरी नै मसिनो र लाम्चो टुक्रामा प्याज पनि काटेकी छु र हरियो धनिया, भुटेर पिसेको तिल, बिरे नुन र थोरै आयोडिन नुन पनि राखेकी छु। अचार भनेपछि हल्का खट्टो र पिरो त हुनै पर्छ। त्यसको लागि मैले एउटा कागतीको रस हाल्दैछु। यसमा भएको कागतीको गेडाहरू सबै फालिदिने। यसले हाम्रो हेल्थलाई असर गर्छ। र अब झान्नुपर्छ। त्यसको लागि सानो फ्राई प्यानमा तोरीको तेल राखे 2 चम्चा जति र यसमा मेथी फुराउने। मेथी कालो भइसकेपछि ग्यासलाई बन्द गरेर अब यसैमा मसिनोरी काटेको खुर्सानी हाल्ने र 1 चम्चा बेसार पनि हालिदिने। बेसार यसरी तातो तेलमा हाल्दा बेसारको गन्ध हराउँछ। अब सबै सामग्रीलाई बिस्तारै मिक्स गर्दै जाने। यसरी राम्रोसँग मिसाउँदा सबै मसला अचारमा बराबर बस्छ। यसरी बनाएको ताजा, अमिलो, पिरो र मिठो साँधेको अचारले भोक बढाउन पनि सहयोग गर्छ। त्यसैले भात, ढिँडो वा रोटीसँग थोरै मात्रामा ताजा साँधेको अचार खाँदा खानाको स्वाद झन् बढाउँछ र घरमै बनाएको ताजा अचार सफा र स्वादिलो पनि हुन्छ। अब हाम्रो स्वादिलो साँधेको अचार तयार भयो। तपाईहरुले पनि यसरी नै घरमै सजिलै बनाएर खान सक्नुहुन्छ। आजको रेसिपी कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। यस्तो सजिलो र मिठो रेसिपी मन पर्यो भने भिडियोलाई लाइक शेयर गरेर साथ दिनु होला र यस्तै नयाँ स्वस्थकर रेसिपी हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। भिडियो पुरा हेरिदिनु भएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। फेरि अर्को रेसिपीमा भेटौँला। थ्यांक यू।